वेलकम। आज चाहिँ हामी एउटा नयाँ कामको लागि निक्लेको थिएँ। यहाँ एकजना हाम्रो विराट चोकमा दाई राज दाई भन्नेको एउटा युपीबीसी मेसिन चाहिँ फल्ट आयो भाइ। मेसिनभरि करेन्ट आइरहेछ, हेरिदेऊ न भन्नुहुन्थ्यो होइन। अनि पछि गएर चेक गरेँ, दामा गएर ल दाइ अब त्यो सम्बन्धी त थाहा छैन, त्यही पनि म हेरिदिन्छु भनेर नि यसो टेस्टर बालेको झलल बल्यो क्या। अनि यस्तो सानो मेसिनले त यसो अर्थिङ त थोरै त हान्छ, तर टेस्टर त झलल बल्दैन भनेर चाहिँ चेक गरेर अनि हिटिङ प्लेट बिग्रिएको रहेछ। हिटिङ प्लेटलाई हामीले इटरीबाट ल्याएर त्यसलाई मजाले कसकास गर्नु पर्यो भनेर कसकास गऱ्यौँ। अनि अहिले टेस्टरमा चेक गर्दैछु फेरि, ठिक छ बलेन भनेर चाहिँ मैले भने, बल्यो होइन बलेन चाहिँ भने। त्यसपछि चाहिँ हामीले पुरानो हिटिङ प्लेट खोलिसकेर अनि नयाँ हिटिङ प्लेटको वायरिङको सबै तारहरू जोडजाड गऱ्यौँ। जोडजाड गरेर यहाँ तपाईँको एउटा तार आउँदो रहेछ, तपाईँको यो ठ्याक्कै भन्नुपर्दा चाहिँ एल्युमिनियमको तार हुँदो रहेछ, हाई रेजिस्टेन्सको तार हुँदो रहेछ। लास्टै महँगो त्यो तार पनि 1000 रुपियाँ गोटा। अनि सेन्सर लागेको हुँदो रहेछ, सेन्सर हुँदो रहेछ। जस नयाँ अनुभव पनि भयो र सक्सेस पनि लगभग हुन्छ भनेर चाहिँ काम गर्न थालेँ मैले। टक सुई यो यस्तो भनेर जस्तोको त्यस्तै, पुरानो कस्तो चाहिँ होइन त्यो मैले हेर्दै गरेको छु सेन्सर हो होइन। त्यो चाहिँ तपाईँको अटो कट हिटिङ ज्यादा भयो भने अटो कट उसले आफै गर्ने सेन्सर छ त्यहाँ। त्यस पछाडि मैले त्यहाँनिर नटहरू सर सुई कस्न थालेँ। नट मजाले कस्दै त्यहाँनिर दुलो मजाले परेर दुलो पारेको। अनि फर्स्ट टाइम चाहिँ मैले अब यो हाइड्रोलिक सिस्टम भएको मेसिन यो चाहिँ तपाईँको युपीबीसी झ्याल ढोका अनि के भन्छ भनौँ न अरू के सामानहरू चाहिँ यसले हिटिङ गरेर तताएर चाहिँ जोड्ने काम गर्छ यो मेसिनले चाहिँ। र मैले नट बोल्टहरू एकदम लगाएँ। सबै नट टाइट गरिसकेपछि चाहिँ टाइट लास्ट नट थियो, नट टाइट गर्दैछु। अनि टाइट गरिसकेर सबै वायरिङहरू पनि त्यसको वायरहरू पनि युज गरेर अनि त्यस पछाडि लाइनमा कति खाँदो रहेछ भनेर चेक गर्नु पर्यो। 3 लगभग 4 एम्पियर खाँदो रहेछ, एम्पियर मिटरले नाप्यौँ। हाम्रो साउजी राज दाई यता अपरेटर, म परे टेक्निसियन। हिटिङ प्लेट यो बिग्रेको थियो, त्यसलाई हेरेर हामीले सक्सेस गऱ्यौँ। र तपाईँहरूलाई पनि फेर्नु पऱ्यो भने बोलाउनु छ हामीलाई, तार सार सब टाङ्नु फेर्नु हामी।